पानीमा यसै कुनै पनि चिजहरू पानीमा बिलाउँदैन होइन, तर यो शिलाजितमा पानी काटेर स्वतः अब यसो जान्छ। यसै तरिकाले हाम्रो शरीरको 9 नाडी 72 कोटामा शरीरको नसामा ब्लड सर्कुलेसन हुने हो। यसले ब्लडलाई सफा गर्छ, लिभरलाई राम्रो गर्छ, मिनरल क्याल्सियमको लागि राम्रो छ, हड्डीलाई मजबुत बनाउँछ, ग्यास्ट्रिकलाई कम गर्छ, पत्थरीलाई कमाउँछ, पिसाब पोलेको ठिक गर्छ। जस्तो महिलाको महिनावारी गर्दा तलपेट दुख्ने, कोखा दुख्ने, सेतो पानी झर्ने एउटा रोग हुन्छ, भातको माडमा हालेर खान्छ। कमजोरी छ दुधमा खानुपर्छ, खाटिया गाउँमा लगाउनुपर्छ। केही बिमारी छैन, रगत सफालाई खाने, रगत सफा हुने हाम्रो शरीरले फाइदा गर्छ। लिभरलाई राम्रो गर्छ, लिभरलाई। ग्यास्ट्रिक अल्सर त यसलाई माइनर हो। यसै तरिकाले हाम्रो शरीरमा जाने हो। छाम्दा पनि यसो छाम्दा कौँडो हाम्दा ढुङ्गा जस्तो भाँची है, जोडियो भाँच्यो होइन। अब यो भाँची हेर्नुहोस्, यो अर्को ठाउँ भाँची हेर्नुहोस्, फेरि जोडियो जोडियो होइन। यस्तै तन्किन्छ हेर्नुहोस्, सर तन्किन्छ, रेसा जान्छ यो हेर्नुहोस्। यसैतिर बालको तर रेसा जान्छ, ब्राउन कलरमा, तामा कलर। यसलाई भन्छ शिलाजित। शुद्ध शिलाजितको पहिचान हुने यही हो। हाम्दा कौँला, हाम्दा ढुङ्गा जस्तो साह्रो, पानीमा हाल्दा पिलाउने, नभिलाए शिलाजित होइन।